यो हाम्रो देशबाट लुट्ने प्रवृत्ति कहिले हट्छ क्या? यो जनताहरूलाई लुट्ने, यो तल्लो तहमा हुनेहरू पनि त्यस्तै हुँदो रहेछ है क्या? यो अलिकति यो कर्मचारीहरू पनि कुनै कुनै होइन, यो यातायातमा पनि जो ड्राइभर खलासीहरू पनि कोही कोही चाहिँ त्यस्तो हुँदो रहेछ क्या? अरूलाई लुट्ने खालको, नयाँ मान्छे देखो लुट्ने। के खालको सोचै सानो छ कि संस्कारै त्यस्तै पाएको हो कि आफूलाई ठुलो सम्झेको हो कि दादा सम्झेको हो कि म मेरो एरियाको मै नै हो त्यो दादा भने जस्तो हो कि के हो? अब नयाँ मान्छे देखेपछि त अब लाग्छ नि त यो त बाहिरबाट आएको हो, यसले के गर्छ र भन्ने टाइपको मानसिकता नै बसिसकेको छ कि त्यस्तो सोचै भइसकेको छ कि त्यति सानो सोच त राख्नु हुँदैन नि मान्छे भइसकेपछि। अब मैले मेरो आफ्नै र एकजना भाइको कुरा भन्छु होइन तपाईँहरूलाई। अब ठ्याक्कै म एक ठाउँमा चढ्थेँ होइन, जहिले पनि त्यो बाटो हिँड्दाखेरि मैले केही दूरी सर्टेन दूरी हिँड्दाखेरि मैले जहिले पनि त्यो लोकल गाडीमा चढ्दाखेरि 20 रुपियाँ भाडा तिर्थेँ। अनि जब डिजेल र पेट्रोलको रेट बढ्यो त्यसपछि भाडा चाहिँ 25 लिन थालेको थियो। यो भर्खरकै कुरा हो होइन। तर एकजना भाइ चाहिँ मेरो रुम आउँछु भनौँ होइन, अनि लन त आऊ भनेर मैले भनेको। अनि त्यो भाइ चाहिँ त्यहाँ गाडी चढेर त्यही ठाउँबाट गाडी चढेर मेरो त्यहाँ जहाँ आउनु पर्ने, मैले जहाँ भनेको थिएँ यहाँ आउनु भनेर, त्यहाँ आउँदाखेरि त्यो भाइलाई चाहिँ फेरि 40 रुपियाँ लियो क्या भाडा। अब यो कतिसम्मको यो खलासी होइन, यो कन्डक्टर कतिसम्मको चुतिया रहेछ क्या? म त्यही बाटो जहिले हिँड्दा प्रायः जसो हिँडिराख्नुपर्छ नि त, केही न केही काम पर्छ। अनि हिँड्दाखेरि मलाई चाहिँ 25 लिन्छ प्राय होइन। अनि त्यो नयाँ मान्छे देखेर 40 रुपियाँ लियो। ठग्ने पनि एउटा सीमा हुन्छ नि, लिमिट हुन्छ नि। यस्तोलाई के भन्ने, चुतिया भन्ने, फटा भन्ने, के भन्ने, गाली गर्न पनि मिल्छ क्या? तपाईँहरू नै भन्नु न के भन्ने यस्तोहरूलाई। यस्तैहरूले गर्दा देश बिग्रेको होला नि त। आफ्नो ठाउँमा कमसेकम राम्रो काम गर्नु पर्यो नि त, जुन आफ्नो कर्तव्य हो। नयाँ मान्छे देखो यसलाई चाहिँ थाहा रहन्छ लोकेसन, यसलाई यो ठाउँको नामहरू थाहा रहन्छ भन्ने बित्तिकै लुट्ने। उसले कहाँ चढिरहेछ र कहाँ झरिरहेछ, कहाँनिर भनौँ झार्दिन, त्यहाँ झारिदिए जति रेट हो त्यति लिनु पर्यो होला नि त, जति तोकिएको छ। लाज लाग्दैन त्यस्तो गर्नलाई? खै म त यो भ्रष्टाचारीहरू देखेर यो हरेक तहमा देखिसक्यो जस्तो लाग्न थालिसक्यो क्या। यस्तो फटाहरू आफैमा हुन्छ नि एउटा कम्तीमा एउटा मानवता, नैतिकता, सही गलत भन्ने चिज पनि थाहा हुनुपर्छ क्या मान्छे भइसकेपछि। के हो, धनी भएको भए पक्कै पनि लोकल गाडीमा त चढ्दैन थियो होला। करोडौँको सम्पत्ति भएको भए पक्कै उसँग लिमिटेड केही पैसा थियो होला, त्यही भएर ऊ लोकल गाडीमा चढ्यो होला। नभए अरू नै गाडी चढ्थ्यो होला, ट्याक्सी नै रिजर्भ गर्थ्यो होला। त्यही भएर चढेको होला नि त, उसँग पैसा अलिक कमै भएर। तर त्यस्तो मान्छेलाई पनि लुटियो क्या।